हजुर नमस्कार 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 साथीहरू। आज 2082 साल जेठ महिनाको 3 गते शनिबार नेपाली समय र नेपाली डेट चाहिँ हो। र आज चाहिँ काठमाडौँको टुडी खेलमा चाहिँ किरात राईहरूको बब्बा चण्डी नाच हुँदैछ भनेर मैले सुने होइन। त्यसो भएको हुनाले आज चाहिँ म भिडियो बनाउन जाँदैछु। तपाईँहरूले यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। म कस्तो त्यहाँ राईहरू भनेको चाहिँ धेरै थरी जाति हुन्छन्। चाम्लिङ हुन्छन्, बान्तावा हुन्छन्, लोहोर हुन्छ, कुलुङ, ठुलुङ, सुनवार लगायत खालिङ धेरै थरी राईहरू छन् होइन। त्यसो भएको हुनाले त्यहाँ नाचहरू पनि छुट्टो छुट्टै बेग्लै बेग्लै ठाउँ त्यहाँ बेग्लै बेग्लै ग्रुप हुन्छ होइन। र म तपाईँहरूलाई सबै खाले नाचहरू चाहिँ अलिकति खिचेर देखाउँदैछु। आज बेलुका 5-6 बजेतिर प्रतीक्षा गर्नुहोला र म तपाईँहरू सबै थरी राईहरूको नाच चाहिँ थोरै थोरै खिचेर तपाईँहरू समक्ष आज पुर्याउने जमर्को गर्दैछु। र म यहाँदेखि चाहिँ म यो काठमाडौँको जोरपाटीदेखि चाहिँ म काठमाडौँको टुडी खेलतर्फ चाहिँ लागिरहेको छु है मित्रहरू। र म भिडियो तपाईँहरूसम्म चाहिँ पुर्याउँदैछु र भिडियो हेरेर मन परेको खण्डमा चाहिँ मलाई सपोर्ट गरिदिनु होला। सपोर्ट भनेको चाहिँ के त, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। र नयाँ मित्रहरू हुनुहुन्छ भने मेरो च्यानलमा नयाँ मित्रहरू हुन्छ भने सब्सक्राइब पनि गर्नु नभुल्नुहोला र छेउमा रहेको बेल आइकन पनि अवश्य बजाइदिनु होला है त मित्रहरू। ल हामी भिडियोतर्फतिर जाउँ है त मित्रहरू। हजुर म चाहिँ काठमाडौँको टुडी खेल पुगेँ है र तपाईँहरूलाई देखाउनु पनि सुरु गरिहालेँ होइन। पुरा यहाँ नाचिरहेको छ होइन। उहाँहरूको त्यो साउन्डहरू चाहिँ अलिकति कोही के भनिरहेको थियो, कोही के भनिरहेको थियो। चारतिरको साउन्डहरू चाहिँ चारतिरको बोलीहरू चाहिँ जुझेर केही कुरा नबुझिने थियो। मैले उहाँहरूको साउन्ड चाहिँ अफ गरेको छु होइन। अनि उहाँहरूको नृत्य भिडियो मात्रै मैले तपाईँहरूलाई देखाएँ। यहाँनिर धेरै थरी राईहरू नाचेको हुन्छ होइन। त्यतैतिर चाम्लिङ, त्यतैतिर बायुङ, त्यतैतिर कुलुङ, त्यतैतिर थुलुङ, त्यतैतिर चाम्लिङ, बान्टावा, लोहोरुङ, कुलुङ धेरै थरी यहाँ एउटै चोरीमा नाचेको हुनाले आवाजहरू कस्तो अनक्लियर एकदमै सबै हुने हुनाले मैले साउन्ड चाहिँ पुरै अफ गरेँ होइन। पुरै अफ गरेको छु। तपाईँहरूलाई अलिकति यो साउन्ड अफ गर्दा नमिठो पनि लाग्ला होइन। अब सबै एउटै ताल अनि एउटै लयमा भए चाहिँ साउन्ड सहित तपाईँहरूलाई सुनाउँदा मिठो हुन्थ्यो। तर यो साउन्ड चारतिरको चार खाले मिसिँदाखेरिमा नमिठो सुनिने हुनाले मैले साउन्ड चाहिँ तपाईँहरूलाई सुनाइनँ। र राईहरू धेरै थरी धेरै जाति आफ्नै भाषा भेषहरू छ होइन। चाम्लिङको छुट्टै भाषा छ, बान्तावाको छुट्टै भाषा छ, कुलुङको छुट्टै भाषा छ, बायुङको छुट्टै भाषा छ, लोहोरुङको छुट्टै छ, ठुलुङको छुट्टै छन्, साम्पाङ समुदायको छुट्टै छन् होइन। त्यसो भएको हुनाले यहाँ चण्डी नाचहरू पनि अलिकति सबैको अलिकति थोरै फरक हुन्छ होइन। थोरै फरक तरिकाले नाचिरहेको हुन्छ। त्यसो हुनाले यो काठमाडौँको टुडी खेल चाहिँ ठुलो चौरी हुनाले धेरैवटा ग्रुप बनाएर धेरै थरीको धेरैवटा ग्रुप बनाएर नाच्नलाई धेरै राम्रो हुने हुन्छ। ठाउँ पुग्ने हुनाले प्राय वर्षमा 2 पटक वैशाखको पूर्णिमा पछाडि मानिने चाडहरूलाई चाहिँ उभौली भनिन्छ भने मङ्सिरी पूर्णिमाको पछाडि मानिने किरात राईहरूको चाडलाई चाहिँ उधौली भनेर भनिन्छन्। यो उधौलीको अर्थ तपाईँहरू अब राई जातिहरूलाई धेरैलाई थाहा छ होइन। उधौली भनेको चाहिँ अब अन्य जातिहरूले कतिपयलाई कन्फ्युजन उधौली भनेको के हो त भन्दाखेरिमा यो सबै रुखपातहरू बिरुवाहरू पलाएर अनि बढेर हुर्किसकेको
अब बढ्न बाँकी छैन, अब चाहिँ सुक्नु मात्रै बाँकी, अब चाहिँ झर्न मात्रै बाँकी लाई चाहिँ त्यसले चाहिँ उँधौली भनिन्छ भने त्यो झरिसकेर पलाउँदै गरेको, त्यो चाहिँ वैशाखी पूर्णिमादेखि पछाडिकोलाई चाहिँ मानिन्छ, पलाउँदै गरेकोलाई चाहिँ उभौली मानिन्छन् होइन। त्यो चाहिँ सबै बिरुवाहरू रुखपातहरू चाहिँ पलाउँदै गरेको हुनाले त्यसलाई चाहिँ उभौली भनेर भनिन्छन् होइन। राई समुदायले यसरी नै प्रकृतिक पूजा गर्ने गरेको पाइएको छ धेरै समय अगाडिदेखि होइन।